नमस्कार साथीहरू, आज पनि म शेयर मार्केट तथा आइपिओ सम्बन्धी नयाँ विषयवस्तु लिएर उपस्थित भइसकेको छु। आजको बसाइमा रहेर हामीले प्योर इनर्जी लिमिटेडले आइपिओ बाँडफाँड कहिले र कति बेला गर्छ, उक्त कम्पनी सम्बन्धी जानकारीका साथै नेपाल माइक्रो इन्स्योरेन्स तथा क्रेस्ट माइक्रो इन्स्योरेन्सको शेयरको बजार मूल्य कतिसम्म पुग्छ, यी कम्पनीमा कहिलेसम्म पोजिटिभ सर्किट लाग्छ भन्ने विषयमा चर्चा गर्नेछु। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। सर्वप्रथम भिडियोलाई सुरु गर्नुभन्दा पहिला यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसनमा क्लिक गर्न नबिर्सिनुहोला। अब कुरा गरौँ प्योर इनर्जी लिमिटेडको। यो कम्पनीको आइपिओ बाँडफाँड मिति सार्वजनिक भइसकेको छ। यो कम्पनीले पहिलो चरणको शेयर निष्कासन गरी बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको थियो। यो कम्पनीको आइपिओ वैशाख 11 गते अर्थात् यही बिहीबार बिहान हुने भएको छ। साथै यो कम्पनीको आइपिओमा आवेदन दिने 19,36,053 जना थिए भने यो कम्पनीको आइपिओ चाहिँ जम्मा 1,19,520 जनाले तटस्थित हात पार्न सक्नुहुनेछ। हजुरहरूलाई यो कम्पनीको आइपिओ परोस्, शुभकामना। अब कुरा गरौँ अर्को दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो इन्स्योरेन्सको। सर्वप्रथम नेप्सीमा सूचीकृत भई कारोबारमा आइरहेका कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको शेयरमा ब्याक टु ब्याक सर्किट लागिरहेको छ। यो कम्पनीको शेयरमा आज पनि सर्किट लागेको छ र आजको बजारको मूल्य 783 रुपैयाँ 4 पैसा पुगेको छ भने यो कम्पनीको आइपिओमा अझै केही समय सकारात्मक सर्किट लाग्ने देखिन्छ। तत्काल यो कम्पनीको आइपिओ बेचेको खण्डमा लगानीकर्तालाई 6,000 सम्म फाइदा हुनेछ, तर यो कम्पनीको आइपिओ बेच्न हतार नगर्नुहोला, किनकि गार्डियन माइक्रो इन्स्योरेन्सको जस्तै यो कम्पनीको बजार मूल्य 2500 सम्म पुग्न सक्ने देखिन्छ। अर्थात् लगानीकर्ताहरूलाई 25,000 सम्मको फाइदा हात पार्न सक्नुहुनेछ। यो कम्पनी नयाँ सेक्टर अन्तर्गत पर्ने कम्पनी भएकाले 1 वर्षको अवधिसम्म होल्ड गरेर राख्नुभयो भने पक्का पनि यो कम्पनीले शेयर धनीलाई लाभांश बाँड्नेछ। त्यस्तै अर्को कम्पनी क्रेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको आजको बजारको मूल्य 647 रुपैयाँ 7 पैसा पुगेको छ भने यो कम्पनीको शेयर पनि होल्ड गरेर राखेको खण्डमा धेरै फाइदा हुने सम्भावना रहेको छ। यो कम्पनी माइक्रो इन्स्योरेन्स अन्तर्गत पर्ने कम्पनी भएको कारणले गर्दा गार्डियन माइक्रो इन्स्योरेन्सको जस्तै 25 देखि 30,000 सम्म फाइदा हुने देखिन्छ। त्यसैले बेच्न हतार नगर्नुहोला र यो कम्पनीले 1 आर्थिक वर्षभित्र प्रॉफिट गेन गरेको खण्डमा उक्त नाफाबाट केही प्रतिशत लाभांश लगानीकर्तालाई पक्का पनि बाँड्नेछ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आगामी दिनमा पनि यस्तै शेयर मार्केट तथा आइपिओ सम्बन्धी नयाँ अपडेटहरू लिएर आउनेछु भन्दै हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनुहोला। साथै हाम्रो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस पनि गरिदिनुहोला। धन्यवाद। जय शेयर मार्केट।